बालेनको हात छ आशिषलाई पास बनाउनुमा। पक्कै पनि घन्टीले जित्यो भने पास हुन्छ होला होइन। सबैजनाले घन्टीमा भोट चाहिँ ठ्याङ्गै हानिदिनु होला एकपल्टलाई होइन। म पनि अर्को पालिदेखि उठ्दैछु होइन। हिजोसम्म बसिरहेको थिएँ त्यस्तै हो। उठ्नुपर्छ सबैजना हामी घन्टी बजाउँदै हिँड्नुपर्छ गाउँभरि होइन। ट्याङ 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 पार्दै अर्का साम्पाङले फर्वाले हान्दा खड्याङ खड्याङ गरे जस्तै हामी चाहिँ घन्टी ट्याङ 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 बजाउँदै चाइनालाई टकिट पार्नेछौँ। के हो निरचर घन्टी बजाउँदै ठ्याङ 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 हर्का साम्पाङले खड्याङ खड्याङ भने जस्तो बनाउने होइन गाउँमा एक दिन। मन्दिरको घन्टी लिएर तर हुँदैन मन्दिरको त झिक्नु। जहाँबाट एउटा ठुलो खालको किनौँ न घन्टा त्यो यत्रो राति राति होइन बजाउँदै हिँड्नुपर्छ। दाइ अनि जोगी आयो भने चाहिँ के गर्नु? जोगीले घन्टी बजाउँदैन शङ्ख बजाउँछ। जोगीलाई पनि हामी कुनै दिन आएको बेला राति अस्ति मैले बिर्सेछु क्या घन्टी चाहिँ दिनुपर्छ। अब तपाईँ शङ्ख होइन घन्टीमा लाग्नु भनेर। यो हाम्रो चुनावी क्याम्पियन हो भन्दै बजाउँदै हिँड्नु।